माइलाको छोरासँग लसपस छ भन्ने गाउँमा मैले गाईगुई सुनेको थिएँ। एकछिन मैसाबलाई सोधी बक्सियोस् न। के भयो हजुरलाई? केही पनि भएको छैन, चुप लाग्छु। अझै सुतिकै छैनस्? चुप लाग्छु भने त। घाम झुल्केर आँगनमा आइपुगिसक्यो। तैँले यसो घर लिपेर भ्याकी छैनस्? कति कराउँदै रहेछ यो। भर्खर त लिपेर सिक्दैछ। गर्छ नि बिस्तारै। बो हजुर पनि बढी नबोलिस्यो। भोलि पर्सि यो बिहे गरेर आफ्नो पहिलो घर खान गयो भने घर जान नसकेर सासूले यसलाई जगल्टाउली भनेर पो यसलाई मैले अहिलेदेखि नै गाली गरेको त। त्यसै कराएको मैले छोरीलाई। मुखियाको छोरी हो, जसले मेरो छोरीलाई रानी जै सिगारेर राख्न सक्छ त्यसले लान्छ छोरी। बो धेरै नपुलपुलाइछ आफ्नो छोरीलाई। कुदिने टाउकोमा टेकेर हिँड्छ अनि थाहा पाइसिन्छ हजुरले पनि। हो बाबु, धेरै नकरा। गुरु भित्र गएर खाना पका जा। घरमा भात पकाउनलाई एक थो पानी थिएन। महारानीको काम सके भए पानी लिएर आउनुहुन्छ कि गएर? अब मेरो बाबु फिल्मको हिरो जस्तै देखियो। आमा म खेल्न जाऊँ? कहाँ? सिराना घर की 20 तक की
छोरी रमा छ नि उसैसँग खेल्न जान्छु। हेर बाबु त अब बुझ्ने भइसकिस् हामी सानो जातको मान्छे ठुलो जातसँग हिँडछिन गर्नु आउजात गर्नु राम्रो होइन कि। तर रमा त्यस्तै छैनन् नि आमा। ल ल बाबु त मान्दिनस् भने जा भरे छिट्टै फर्केर आइपुग है बाबु। फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्त सेप्टेम्बर अक्टोबर ल नोभेम्बर। छोरी यो रोटी खाँदै राख म तिम्रो लागि भित्र मोही पनि लिएर आउँछु है। रमा आऊ आऊ साने। म तिमीसँग खेल्न आएको थिएँ रमा। म पनि तिमीलाई नै पर्खिरहेको छु कि रोटी खाऊ। लौ हेर यो दमाईको छोरा भएर मेरी छोरीलाई छोएछ। मेरो छोरीलाई छुने आँट कसरी छ तैँले? अब आउँदैछ किन? ल त ल बाबा किन बोल्नु भएको? मेरो साथी हो यो त। मेरो घरमा आउने हो त? मेरो छोरीलाई छुने आँट कसरी छ तैँले? अब आउँदैछ किन? ल त ल तँलाई सानो जात भएर कुजातको भएर मेरो घरभित्र आउने अझ छोरीसँग बस्दै हिँड छोरीभित्र यस्ता कुजासँग बस्ने होइन तैँले। तिमी आज कति राम्री देखिन्छौ है बाटुली। छ्या यस्तै यस्तै कुरा गरी मेरो मन पगाली छाड्यो है। तर बिच बाटोमा छोड्यो भने रुँदै कराउँदै हिँड्दिनँ नि म। अनि के गर्छौ त? यही हँसियाले तिमीलाई पनि मार्छु आफू पनि सिउरिन्छु। तिमी त खतरनाक रहेछौ त बाटुली। त्यही भएर त मैले पहिले नै भनेकी थिएँ म आगो हुँ आगोसँग जिस्किन नआऊ भनेर। तिमी मानेनौ। अब त मेरो मन पनि नमान्ने अटेरी भइसकेको छ। म माथि भरोसा राख बाटुली। तिम्रो लागि के गर्छु त्यो त समय आएपछि बुझिहाल्छौ। म तिमीलाई धेरै माया गर्छु छुटे। जादौ मालिक यतिखेर कहाँ गएर आइस छुटे? पारी गाउँमा रुख काट्न बोलाएको थिएँ त्यहीँ पुगेर आएको सानो मालिक। ल जा हस् मालिक। अलि पर जा हाम्रो सानो मालिकलाई छोलासी फेरि सानो जातको भएर होइन मालिक। जाऊ मालिक साहब। जरौँ काजी साहब। लाउन नि बर्बादै पार्यो नि यो कुदारले पानी छुएर। तेरो दुईटा आँखा फुटेका थिए हेरेर आउनु पर्दैन। सानो जातको सानो मती भनेको यही हो। तेरो आँखा फुटेका थिए आँखामा किचिला परेका थिए हेरेर आउनु पर्दैन। खैले यता हेरेर आउनु पर्दैन तपाईँ छोड। ला गएर पानी लिएर आइदियो फेरि। के छ र मेरो काम? दिउँसोभरि गाउँको मान्छे आएर पानी छोकाछोकै गर्छन् म पानी लिएर आइरहँला नि। काजी साहब म गुजारले बाटो बिराइहालेँ क्षमा गरिदिनुहोस्। कजिनी साहब म हिसाबलाई गाली नगर्नुहोस्। हेर हेर अझ ठुलो कुरा गर्दैछ। ल ल भइगयो म यो तँलाई माफ गरिदिएँ। अनि भन् के कति कामले मेरो घर आइपुगिस्? खासै काम त होइन काजी साहब। हँसिया अर्जाप दिएको थिएँ त्यही ल्याइदिएर आएको। ए ल ल यहाँ राख्दै। ठिक छ ल जा। त अझै गएको छैनस्? कहाँ जान्थ्यो र यो? केही घिच्न पाइन्छ कि भनेर ढुकेर बसेको होला नि। दमैले टपैमा मुते जस्तो कति प्यार गराउँदै रहेछ यो। चुप लाएर खुरखुर भित्र जान।
अझै गएको छैनस्? अब रुपियाँको आश गरे होलास्। पहिला लगेको ऋणको त अहिलेसम्म ब्याज समेत बुझाउन सकेका छैनस्। अब त्यसैमा मिलाउला। जा हुन्छ काजी साहब। ल ल। ए छिटो खन है खन नाटक हेर नाटक यो माइलाको अनि काजी साहब ए छिटो खन है खन के हेरेको ए महिना के गरी खनेको त्यो अलि खाना खास्तिर खन न जे पनि काजी साहबको खेत हो काजी साहबको अझ हेर न अनुहार कुनाको को हो त्यो घाँस काट्ने अलि राम्रो काट्ने त्यो काटेको भएन त्यो हेर्नुहोस् त काजी साहब कसरी काम गरिरहेछ नि यिनीहरूले ल खाजा आइसकेको छ। ल सबैजना आऊ आऊ ल छिटो आऊ छिटो आऊ छिटो ल ल ल ल आऊ खाजा खान आऊ ल उदय गरेर बस ल सबैजना आऊ। मम्मी भाइ रुयो। किन खट्टै आफूलाई नखाइराख्यौ त? घरमा अन्नको दानै छैन, बेलुकालाई भए पनि थोरै आड हुन्छ कि भनेर राखेको। ट्वाल्ल परेर छिटो हाल्दैन, कति काम बाँकी छ यहाँ। छोइला त्यो अलि माथिबाट हाल्दै। सुन न, बेलुका पारी डाँडामा भेट्न आऊ है, म त्यहीँ तिरेर बसिरहेको हुन्छु। के भयो किन कराएको? कसले के गर्यो भन्दास्? थेत लाठी यति पनि थाहा छैन त पर सरिस क्या?
अब रोएर हुँदैन अब एकछिन पनि बस्नु न झन् तेरो बाबु घर त बस्नै हुन्न ल इन गोठामा अब अनि अर्को कुरा सुन तैँले आफ्नो बाउको घरको धुरी पनि हेर्नु हुँदैन ल इन मसँग त बुझिस् कि नै तैँले बाइकसम्म केही छुनु हुँदैन त आइज रुँदै गर ल अब यहाँ बस है ल बस्नु है आमा म एक्लै बस्नु मलाई डर लाग्छ कि किन डर लाग्ने हो र केले हान्छ र तँलाई डराएर हुन्छ रीतिरिवाज मान्नु परेन डराएर हुन्छ छोरी मान्छे भएर तिमीको दुनिया यस्तै हो अब नडराइकन बसेस् म बेला बेलामा हेरेर आउँछु म गएको अहिले तँलाई मैले भनेको लागेन होइन अब हेर्छु म पनि कसरी बस्ती रहेछ त्यो गाउँमा त तँलाई बुलान गर्ने आइमा तेरो पहिले 10 वर्ष अगाडि घर जग्गा धितो राखेर लगेको 10,000 रुपियाँको साउ त के ब्याज पनि चुक्ता गर्न सकेको छैन तँलाई म यसै छाड्छु आमा काजी साहब नपिट्नुहोस् मेरो आमालाई काजी साहब मलाई केही दिनको समय दिनुहोस् म तिर्छु हजुरको कसरी तिर्छस् मेरो पैसा न त तेरो कोही जिउँदैछ न त तेरो घरमा कोही कमाउने नै छन् काजी साहब म तिर्छु हजुरको ऋण हेर त हेर रामे यो पिउसो त ठुलो कुरो गर्दो रहेछ त भर्खरै उम्रिँदै गरेको झुसिर किराले कसरी तिर्छस् मेरो ऋण त्यही त काजी साहब काजी साहब मलाई केही दिनको समय दिनुहोस् म तिर्छु हजुरको ऋण ल ठिक छ यो पिउसोको मुख हेरेर 2 महिनाको भाका दिए अर्कोचोटि आउँदा चाहिँ बाँकी छोड्दिन नि म बुझ्यौ तिमीहरूले
यतिखेर कहाँ गएर आइस छुटे? आज अलि ढिला भयो बा। आज मात्रै भए हो र? अन्त के भएको छ छुट्टी तँलाई? बिहान बिहानै घरबाट निस्कन्छस् अनि बेलुका पनि अबेर फर्किन्छस्। साथी सङ्गीसँग पनि भेटघाट गर्नै पर्यो बुवा। तेरा सबै साथी सङ्गीहरू यही गाउँमा छन्। अन्त त यो गाउँमै हुन्नास् रे। फेरि सहरै बजार जाने काम त परेन छुटे। बुबा त मेरो व्यर्थै सुर्ता गर्दै हुनुहुन्छ। होइन होइन होइन, त्यस्तो केही पनि होइन। अब त ठुलो भइसकिस्, अब आफ्नो विचार आफै गर क्यारे। आज बाटुले मलाई डाँडामा भेट्न बोलाएर किन आएनन्? भाले आउन दिएनन् कि कतै केही त भएन? होस्, जे पर्ला पर्ला, एकचोटि भेटेरै आउँछु। बाटुली म हो कि? यति राति तिमी किन आएको? बाली थाहा पायो भने मार्छन् तिमीलाई। नआत्त्यौ न, म चाहिँ त्यत्रो आँट गरेर तिमीलाई भेट्न आइरहेको छु। किन आएको तिमी यहाँ? आज भेट्न आउँछु भनेर आएनौ? कति कुरे मनमा अनेक कुरा खेले। जे पर्ला पर्ला भनेर म त यहीँ आएको। हेर न, म पर सरेकी छु। आमाले भनेको घरमा कसैलाई छुनु पनि हुन्न रे, घरमा बस्नु पनि हुन्न रे। त्यही भएर आमाले मलाई गोठमा ल्याएर राखिदिन्। अनि खाना खायौ त? आमाले अघि नै खाना लिएर आइदिनु भएको थियो, खाएको। हेर न, यहाँ त कस्तो किराहरू आएर रातभरि घोबार गर्न र सुत्नै सके छैन भने। त्यसो भए आऊ मेरै काखमा सुत। किन यति समय लाग्यो ढोका खोल्नलाई? गहिरो निन्द्रामा परेको थिएँ आमा, थाहा नै पाइनँ। तँलाई डर त लागेको छैन नि? छैन छैन आमा, छैन, लागेको छैन। के गर्छिस् त? छोरी भएर जन्मिस्, आइमेको जुनी यस्तै हो। ल बसिस्, म जान्छु। डर लाग्यो भने डाकेस् है। भन बालक, के मर्का पर्यो तिमीलाई?
नरिसाउ न। छे सत्य गयो मेरो त उज नबोल है। नरिसाउ न मेरी प्राण प्यारी बाटुली। थाहा छ तिमी रिसाउँदा कति राम्री देखिन्छ है बाटुली। अबदेखि यस्तो हरकत गर्यो भने साँच्चीकै मारिदिन्छु म त। कठै बरा भइगयो नि त, गल्ती भयो, माफ गरिदेऊ। लु कानै समाते, नरिसाउ न। बोबो नाटक गर्नु पर्दैन, जाऊ अब अघि पो ढोकामा लुकेर बच्यौ त। अहिले फेरि बा आमा आउनुभयो भने ढाड फुस्केला नि। जान्छु त, बस्नु पर्या छैन कसैसँग। जाऊ न त, कसले रोकेको छ र? जान्छु त भनिरहेको छु नि, मलाई बस्नु पर्या छैन कसैसँग। जिस्काएर भनेको साँच्चीकै कोहीतिर जाओस्। म पनि सुत्छु। अलि मजाले मार। साह्रो गाह्रो भइन्छ आज मलाई फेरि। अनि छोरीलाई हेरेर आइस, डराकी छ कि नै? अघि हेरेर आएको थिएँ, पहिलोचोटि पर सरेर होला, अलि डराकी छ। छोरी जन्मे सिस्नु पाप, छोरी हुर्के पुन पुरा। यो आइमेको भाग्यमानी भगवानले पनि के लेख्या हुन्। धेरै पिर नगरिस्यो, बिस्तारै ठिक भइहाल्छ नि। के हार्ने होला, छोरी पूर्णेको चन्द्रमा जस्तै दिनदिनै हुर्किरहेछ। अब चाँडै बिहादान गरेर उम्काउन पाएँ पुण्य पाउँथे। कसको बिहा गरिदिने कुरा गरे बुवा हजुर तपाईँले? कसको कुरा गर्नु नि, तेरै बहिनीको बिहा गर्ने कुरा गरेको। अब आएर नै माइलाको छोरासँग लसपस छ भनेर गाउँभरि हल्ला छ। हाँस्दै बोल्दैमा के हुने हो र? ल बुवा हजुर, हजुर जस्तो काजी साहब भएर पनि गाउँलेहरूले के भन्छ भनेर सुनेर बस्ने हो र हजुरले? ल ठिक छ, गाउँलेको कुरा त नसुनौला, तर पछि गएर नाक काटेर गई भने बर्बाद हुँदैन। त्यही भएर आरणेको माइलाको छोरालाई नै टाँसो लगाइदिनु पर्छ। के कुरा गरे हजुरले? जात भात धर्म कुल खानदान हेर्नु पर्दैन हजुरले? तँ कामिया छोरालाई कहाँ भिडाएर हुन्छ? यसमा त म सहमत छैन है बुवा। के गर्छस् त अनि? तेरो बहिनी त्यही कामीको छोरादेखि नै हुरुक्कै हुन्छ त। हेर न त्यहाँ फन्केर हिँडेको तेरा छोराको बुद्धि चाहिँ कहाँ छ? अब मैले सबै कुरो टाकटुक मिल्ने गरी राम्रै कुरा त गरेको छु नि। आत्तीय विभेद विरुद्ध जनचेतना फैलाएको जस्तो पनि हुन्छ, टेन्सनको भार पनि टर्छ भनेर मैले यो कुरा गरेको। बेसुकै गरिसक्यो, अब हजुरको बगान काट्न सकिँदैन क्या? भोलि हाम्रो माननीय काजी साहबको छोरी बाटुली मैसाब र आराने माइलाका छोरा ठुटेको विवाह हुने भएको छ र काजी साहबबाट सारा गाउँलेलाई चुलो निम्तो छ।
ल बेहुली ल्याउने बेला भयो बेहुली ल्याएर आउनु पर्यो ल बेहुली लिएर बेला भयो ल ल बेहुली लिएर आउँछ यहाँ छिटो बेहुला र बेहुलीको मलाई सटासाट गर्नु बेहुला र बेहुलीले डल्लै घुमाउनु पर्यो मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडाध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनुहरि ल अब बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने बेला भयो अन्तर्जातीय विवाह भएको कारणले गर्दा सबैजना आँखा चिम्लिनु होला र बेहुलाले पनि आँखा चिम्लेर सिन्दुर हाल्नु होला सासुलाई बोकेर डुलाउँथे
हात लाग्छ कस्तो कुरा गरेँ तिमीले कसरी सोच्न सक्यो कि मैले तिमीलाई धोका दिन्छु भनेर समय आउन त त्यो सारा संसारले देख्ने गरी चाहिँ बाधा बढाएर तिमीलाई मैले चाहिँ भने यसलाई कहाँ खोजिन यो भने चाहिँ यहाँ रहेछ मुना के भयो तँलाई त ठिक त छस् बिचारी मुना कति माया गर्थी मनलाई भगवान पनि कस्तो निर्दय चोखो माया गर्नेलाई नै छुटाउँछ
बिहान बिहानै आइचेस् त कतै होइन काका, यहीँ आयो कि बाले डोको पर काकाकोमा पुऱ्याइदिनु भन्नुभएको थियो, त्यही भएर आएको। ए हो त नि, म त बुझ्सुकै बिर्सेछु। बुहारी, ए बुहारी, हजुर जाऊ जाऊ बा, एक कप मिठो चिया पकाएर लिएर आऊ। होइन होइन काका, मैले घरबाटै चिया खाएर आएको। मलाई अलि हतार छ, यो डोको राख्नु, म गएँ। ए पैसा त लिएर जा। बाले मिलाउँछु भन्नुभएको छ। हेत्तेरी, साह्रै चञ्चल छ यो मुना पनि। के गर्नु, गरिबको कुहा जन्मी, नत्र सुखसँग हुर्किन पाउँथे बिचारी मुना। होइन एक्लै एक्लै बनाउनु थाले कि क्या हो? कसलाई बिचारी भनेको? ए मुना आकी थिए डोको लिएर, उसैलाई भनेको उसैको कुरो गरे नि। ए त्यो नखर मौलीको पो कुरा गरिस हजुरले? अनुहार हेर्दाखेरि पनि अगति पला जस्तै। हो तेरै छ राम्रो अनुहार, स्वर सुन्दाखेरि पनि बासा झ्याङे सानो टिकोरा जति। हो मैले भनेको कसैले नराम्रो त हुन्छ नि, तपाईँले भनेको कुरा चाहिँ राम्रो हुन्छ। ए चिया लिएर आकी बुहारी? अब यो घरमा मलाई माया गर्ने, मलाई बुझ्ने भनेको तिमी त हो नि। आहा कति मिठो चिया बनाकी मेरो बुहारीले। खाना पनि यत्तिकै मिठो बनाऊ है बुहारी। ल जाऊ जाऊ जाऊ। हस् आमा। गाई बाख्रा भोकाएर मर्न लागिसके। यो केटी बिहानै डोको पुऱ्याएर आउँछु भनेर गयो कि अहिलेसम्म आएकी छैन। यसको बिहे नगर्दै भएन। कस्तो डरदो महारानीको बल्ल सवारी भयो। हे बुवा, एकछिन ढिला हुँदैमा कराउनै पर्छ त। घरको सबै काम सकेरै गएको हुँ। घरभित्र काम मात्र गरेर हुन्छ? घर बाहिर काम कसले गर्छ? म बुढोले गर्नु? तपाईँ भित्र गएर आराम गर्नु, म गर्छु कुरो पानी। ल गएर राम्रोसँग। मोहन कतिजना लागेको तिमी? मोहन एउटा कुरा सोधौ? के कुरा? तिमी मुनालाई धेरै माया गर्छौ नि है? मुना पनि तिमीलाई धेरै माया गर्छ। अनि दुईजना बीच यति धेरै माया हुँदा हुँदै यो सब कसरी? मलाई अलि हतार छ, म जान्छु है। लिउ बाबु, बुढा छोरीलाई नपठाएर किन आफै? चिया खाएर आएको छौ, चिया खाएर जाऊ। बट्टारे कुरो गरेन, फेरि बट्टारी गरिदिन्छु नि म। याद गर आउने फेरि। दाजु ऊ त्यहाँ हेर्नु त, मोहन त यतै पो आउँदैछ। दाउजी 1 किलो चिनी दिनुहोस् त। होइन है मोहने, बिहे गरेपछि त नाकमुखै देखाउन छाडिस् त। त्यही त भने दाइ, बहर बहर बेभाको छोड्न गाह्रो भएको होला नि त। मुखमा जे आयो त्यही नबोल। जिब्रो थुतेर पातमा राखेपछि जिन्दगीभरि बोल्न नसक्लास्। दादा यो मोहन त बढी बोल्छ, यसलाई गुचुकमा हानेर थुचुकै बसाल्दिउँ क्या? तातो रिस नगर न केटा हो।
यसले बिहे गरेर त अब मुना मेरी हुने भएकी चाहिँ साने बरु खैले त त्यो दोस्रोलाई ले यसलाई दोस्रोलाई अडाएर सम्मान गर्नुपर्छ। कहाँ आउनु दाजु मसँग? हाम्रो चम्केसो छ नि दोस्रोलाई त। यहाँ छ नि दाजु। ले ल बाबु चिने एकछिन ल। बधाई छ मोहने, बधाई छ, बधाई छ मोहने, बधाई छ। बाबु टिका पनि ले ल। अनि मोहने स्वागत रात मनाइस् त। सालेले त बाउकै बिहे देख्नेहरू कुट्यो नि त। ओए केटा हो, ठोक्ने त मोहनेलाई। अब काट्न गाह्रो भए म सघाइदिउँ त? हो पर्दैन, मैले आफ्नो काम आफै गर्न जानेछु। हो रहेछ। के भयो तिमीलाई? ला काटेछ त। अरे लाठी के गरेर काटे कि? राम्रोसँग हेरेर काट्नुपर्छ नि। मेरो ख्याल राख्ने तिमी छँदैछौ। यदि तिमीलाई केही भइहाल्यो भने म कसरी बाँच्नु? ढिला भइसक्यो जाउँ। अब त उसको बिहे पनि भइसक्यो, बिर्सिदे उसलाई। कसरी बिर्सनु?
भाँडाकुडी खेलेका होइनौँ हामीले यति सजिलै बिर्सनलाई। साँचो माया गरेकी हो। दिमागले त बिर्सी भन्छ तर मनले उसैलाई खोज्छ। यसरी कतिन्जेल चल्छ भन्छ। यदि रुएर नै सबै कुराको समाधान हुने भए संसारमा कोही पनि दुःखमा पर्दैन थियो होला। मोहन मबाट टाढिएको मात्र हो, मेरो मनबाट होइन। उसलाई पाउनु नपाउनु मलाई कुनै गुनासो छैन। बस ऊ खुसी अनि सुखी हुनु पर्यो। मुना त कति महान छ है, तेरो मन पनि त जस्तै महान छ। के हो मुना, आज भोलि त झन् झन् राम्री भएकी छौ त। छुट मेरो बाटो, न त फेरि नराम्रो होला नि। किन हतार गर्छौ मुना, हामी पनि पराई होइनौ क्या रे। कहिले काहीँ त यसो हामीलाई पनि चानस देऊ न, तिमीलाई रानी बनाएर राख्छु, रानी बनाएर। कि कसो केटा हो? छुट मेरो हात। यसको थप्पड पनि साह्रै मिठो, सधैँ खाइरहँ लाग्ने। तर मुना, तँलाई म एक दिन जसरी पनि आफ्नो बनाएरै छाड्छु। चिल्लो बसेर दाजु एउटा कुरा भनौँ। भन्। मुना भाउजू त हजुरको भइहाल्नु भयो, सानो नानी चाहिँ मलाई मिलाइदिनु पर्यो के? कहाँ तेरो हुनु, सानो नानी त मेरो हो मेरो। हल्ला नगर न केटा हो, पहिला मुनालाई मेरो त हुन दे, त्यसपछि त सानो नानी त तिमीहरूकै त हो नि। बरु हिँड। मेरो छोरालाई कसले के गर्यो? के भयो यसलाई? मेरो छोराको यस्तो हालत कसले गरिदियो नि? कान्छुको केटाहरूले कुटेर बाटामा राखेको रहेछन्, मैले देखेर लिएर आएको। मैले तँलाई कति भन्नु यिनीहरूसँग जोरी नकोस् भनेर। यो त यस्तो हालत। हे ल ल भोभो, धेरै नकराइस्यो। बाबुलाई गाह्रो भएको छ, भित्र लिएर जाम हिँड्नु। ल काका ल ल ल बाबु, ल धन्यवाद है बाबु। ल हेर भित्र ल। अरे के दशा आइलाग्यो नि यो। अब मैले थाहा पाउनु पर्ने होला होइन तिमी को हो भनेर। तिमी नितेश भन्ने मान्छेलाई माया गर्ने मान्छे हो। माया गर्ने मान्छे मात्र होइन, धेरै माया गर्ने मान्छे हो। बुझ्नुभयो? बुझे हजुर, बुझे। फेरि पछि छुटिनु पर्दा गाह्रो पर्ला नि। चुप, यस्तो कुरा त म सपनामा नि सोच्न सक्दिनँ। मलाई मुनाको अवस्था देखेर साह्रै डर लागिसक्यो। बाचा भयो तिमीलाई मेरो। जस्तो सुकै परिस्थिति आए पनि तिमीलाई म छोड्ने छैन। I love you, Nites. हामी 2 दिनको लागि तेरी आमा र म काशी जान लाग्यो। किन र बुबा? किन हुनु नि, यो घरलाई पनि शनिको दशाले घेरो जस्तो छ। अस्ति तँलाई त्यहाँ केटाहरूले कुटी, फेरि तेरी आमाले र मैले छोराको बिहेपछि काशी जाने भनेर भाकल गरेका थियौँ। त्यही भएर जान लाग्यो। ए बुढी छिटो भान, कति ढिला गरे कि बस छुट्छ फेरि। हे कति कराइसक्यो, खाँदैछु त। सुन तेरी होइन कति अबेर गरी त्यसले। मोहनकी आमा, ओ मोहनकी आमा,
कति लस्याङ लुसिङ गर्न सके यो आइमेको जात पनि साह्रै मोहनकी आमा ए मोहनकी आमा ए कति गराइरहनु भएको आइसक्यो त लिनुहोस् झोला ल त नि त यो घरको राम्रोसँग ख्याल राख्नु गाई बस्तु भोकाउलान् कुडो पानी राम्रोसँग दिँदै गर्नु ल राम्रोसँग भन्नु लगिन् बुढी ख्याल राख्नु है डुल्ला गाउँ ओए भित्र तसँग काम छ ल यसमा साइन गर के हो यो डिभोर्स पेपर सत्य गयो मेरो त ल छिटो भन किन बोलायो मलाई फेरि गाउँको कसैले देख्यो भने मार्छन् तिम्रो बाले मलाई आज बा त घरमा हुनुहुन्न शामको सिसिलाले सदनको जानु यसो भए त ठिक छ फेरि तिम्रो बा घरमा भएको भए पनि डराउनु चाहिँ थिएन है खुब अहिले बा आएको भएदेखि तिम्रो बसेर भाग्थ्यो होला अझ ठुलो हो म भाग्ने हुनेवाला ज्वाइँ पो हो त म अनि तिम्रो बुबालाई कस्तो छ नि कस्तो छ भनौँ त्यस्तै त हो लौ पैसा यतिका पैसा कहाँबाट आयो जहाँबाट आए पनि राख न बुवाको औषधि खर्च हुन्छ तिम्रो बुवा चाहिँ मेरो बुवा होइन र यति धेरै माया पनि नगर न नाति बुवा आउनु भयो यस्तो छ हेर्नु बा त घरमै आइसकेछ मान्ने भयो अब मेरो घर आउने समय यही हो कहाँ गइस् पारी गाउँमा मेला लाग्दो रहेछ त्यही पुगेर आएको त आजभोलि उत्ताउली हुँदै गएकी छिस् खुब गाउँ गाउँ चाल्नु परे छैन तँलाई काजीको छोरी भइसकेपछि मान मर्यादा इज्जतको पनि ख्याल राख्नुपर्छ नि हेर त भन् के रहेन कि के भएका हुन् आजकलका केटाकेटीहरूलाई टेड पुच्छर लाउँदैन काजी साहब सानो मुख ठुलो कुरा गरे जस्तो हुन्छ होला हजुरको मर्जी भए एउटा कुरा भनौ के कुरा हो सिधा सिधा भन् मलाई कुरा घुमाएको मन पर्दैन हाम्रो मोही साहबको सल्लाह गरे अराना माइलाको छोरासँग लस बस छ भन्ने गाउँमा मैले गाई गुई सुनेको थिएँ एकछिन मोही साहबलाई सोधी बक्सियोस् न कुरा त्यस्तो हो है हेर्नु त काजीको छोरी बाटुली पो हो ए आज यही बाटोमा के हुन्छ त्यसलाई थाहा होइन ए म यहाँ के छ यसो हामी पनि हाँसमै छौँ क्यारे हामीलाई पनि यसो हेऱ्यो हुन्थ्यो हो क्या केटा म यहाँ
राम्रोसँग हेरेपछि माया बस्ने हो क्या माया बसेपछि राम्रोसँग हेर्ने हो र हो कि न भने त केटा के भनिस् र दौरो पिटेर गई त केटा हो अब यसलाई छोड्नु हुँदैन केटा छोड्नु हुँदैन है के छोपेको नि केही होइन मैले देखि देखा भाइ किन सोधेको त सोना नमिल्ने भए किन लेखेको भइगयो नि त मेटाइदिन्छु पर्दैन मेटाउनुलाई मेटाउनै परेपछि भाग्यले भाग आयो क्या सुन न साँच्ची म 15 गते सहर जान लाग्यो किन जान लागेको नि ऋणको बोझले खपिसक्नु भएको छैन उता बाबिरामी सधैँभरि यो हँसिया दापेर मात्र नहुँदो रहेछ फेरि हामी सानो जातिलाई यो गाउँमा कसले पो विश्वास गर्छ अनि हाम्रो माया तिमीहरूको माया अब म देखाइदिन्छु मलाई मैले घाँस काट्न पठाएको कि यो नाथे जात नमिल्ने पूजासँग लठेर बस्न पठाएको है रामे त्यसलाई गर घोग्रा लिएर हुन्छ काजी साहब खै कुदे जा तँलाई पो एउटा तल्लो जातको पानी नचल्ने कामी भएर पनि मेरो छोरीसँग प्रेम गर्ने हिम्मत कसरी गरिस् सास पनि फेर्न छाडिदिनुस् काजी साहब किनभने यो हावामा यो कुजातको पनि सास मिसिएको छ अझ काजी साहबको मुख लाग्छ सानो जातको भएर काजी साहब यो मान्छेलाई यस गाउँबाट लहर्नै पर्छ निकाल्नै पर्छ अझै पनि केही बिग्रेको छैन छाडिदिनुस् यी कुविचारहरूलाई यसलाई यस्तो ठाउँमा लगेर फालिदियो कि गीतले पनि नभेटोस्
साला अब बाटुली मेरो हामीलाई पनि मायाले हेर बाटुली लै लै लै। तब चाल पाउँछ।